अब्राहम भन्ने एकजना बाइबलमा चाहिँ एकजना व्यक्ति छन् अनि प्रभु वचनले भन्दछ तिनी चाहिँ बिस्तारै उमेर ढल्कदै वृद्ध भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो है। अब्राहमलाई प्रभुले आशिष दिनुभयो, सबै कुरामा सन्तानमा पनि आशिष दिनुभयो। अनि प्रभु वचनले भन्दछ अब्राहमले आफ्नो घरको सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने तेरो हात मेरो तिक्रा मुनि राख, म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैँले मेरो छोरालाई अहिले म बसेको ठाउँका कन्यानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु, तर मेरो देशमा मेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाकको लागि एउटा पत्नी ल्याउनु। हेर्नुहोस् त, अब यहाँनिर छोरा जवान भएको छ त्यो परिवारमा, अनि त्यहाँनिर सरसल्लाह भएको छ, छोराको विवाहको कुराहरू चलिरहेको छ। अनि परमेश्वरको वचनले भन्दछ एउटै कुटुम्बको तैँले जसलाई पायो त्यसलाई चाहिँ विवाह गरेर मेरो छोराको बुहारी बनाउनु नल्याउनु है, एउटै मेरै कुटुम्बको मेरै घरानाको त्यो व्यक्तिलाई ल्याउनु पर्छ भनेर अब्राहमले चाहिँ आफ्नो नोकरलाई अनुमति दिँदछन्। आशा आस्था उनीहरूले आराधना गर्ने तौर तरिकाहरू चाहिँ एउटै होस् भन्ने कुरा चाहिँ परमप्रभुको वचनले चाहिँ हामीलाई देखाउनु खोजेको छ। यसैकारण कोरिन्थीको पुस्तकले भन्दछ वैवाहिक चोटी हुँदाखेरि चाहिँ अन्य जातिसँग एउटै जुवामा ननाल्यो है, किनकि यो चाहिँ गलत पनि हुन सक्छ भनेर प्रभुको वचनले भन्छ है। परमेश्वरलाई धन्यवाद। आज हामी यो विवाहको कुरा हुनुभन्दा अगाडि सबैभन्दा अगाडि के हुँदो रहेछ? पारिवारिक सल्लाह हुँदो रहेछ। कतिजनालाई थाहा छ थाहा छैन होइन, तर हाम्रो बाबु दिपेश अनि छोरी प्रतिमाको विवाहको लागि हामी पनि सल्लाह गर्न गएका थियौँ। आजभन्दा 1-1.5 महिना अगाडि होला प्रतिमा छोरीको घरमा हामी गोपी भाउजू, मान दाजु, अरू को गम्भीर दाजु पनि होला सायद, हामी को गएको थियो पारिवारिक सल्लाह गर्नको लागि है। विवाहको मगनीको डेटहरू तोड्ने अनि के छ विचार तपाईँहरूको भनेर सुनि खोजी गर्ने हामी उद्देश्यले त्यहाँनिर हामी गएका थियौँ। यहाँ पनि विवाह हुनुभन्दा अगाडि पारिवारिक सल्लाह भएको कुराहरू हामी प्रभुको वचनमा पाउँछौँ। विवाह गर्ने सल्लाह भयो। दोस्रो कुरा चाहिँ सल्लाह भइसकेपछि के गरे? सौगातहरू तयार गरे। अनि त्यहाँनिर के गरेको छ? परमेश्वरको उपस्थितिमा तिनीहरूले सल्लाह गरेका छन्। अनि तेस्रो कुरो चाहिँ त्यहाँनिर प्रार्थना भइरहेको छ, हे परमेश्वर अब सौगातहरू पनि तयार भएको छ, घर सल्लाह पनि मिलेको छ, अब चाहिँ विवाह गर्नुपर्ने छ। अब त्यो मेरो छोराको लागि चाहिने जोडी कहाँ छ त त्यो मिलाइदिनुहोस् भनेर चाहिँ यहाँनिर प्रार्थना गरेछन्। प्रभु वचनले भन्दछ त्यसले मनमुनै प्रार्थना गर्नु। अनि उसले प्रार्थना मात्र गरेन, उसले चाहिँ त्यो क्राइटेरियाहरू खोजिरहेको छ। मेरो मालिकको लागि सुहाउँदो जोडी चाहिँ कस्तो खालको हुन सक्दछ त? उसले भन्दछ अब म चाहिँ यी कुराहरूमा चाहिँ मैले योजना बनाउँछु, यी कुराहरू भएको जुन स्त्री हुनेछ त्यही चाहिँ मेरो मालिकको लागि चाहिँ बुहारी हुन योग्यको छ भनेर चाहिँ यहाँनिर प्रार्थना गर्छ। अनि प्रभु वचनले भन्छ हेर्नुहोस् म यो इनारतिर उभिरहेको छु र सरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउनेछन्, यसैले यसो होस् जुन कन्यालाई म तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदियो भन्नुलाई जसले मलाई खानुहोस् म तपाईँका ऊँटहरूलाई पनि पानी खुवाइदिन्छु भन्छन्, तिनलाई नै तपाईँले आफ्नो दास इसाकको निम्ति रोज्नु भएको होस्। तपाईँले मेरो मालिकलाई दया देखाउनु भएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु। हेर्नुहोस् है, यहाँनिर उसले प्रार्थना मात्र गरेन, तर बुहारीको लागि उसले के गरेछ? परमेश्वरसँग प्रार्थना गरेछ, हे परमेश्वर मेरो घरको हुनेवाला बुहारी चाहिँ यस्तो खालको स्त्री होस् जसलाई चाहिँ म एउटा काम लगाउने छु। उसले गाग्रोमा गहिरो इनारबाट पानी भरेर बाहिर निकाल्ने छ, म उसको नजिकै गएर भन्नेछु ए नानी के तिमीले मलाई अलिकति पानी पिउन दिन सक्छौ? अनि उसले जब भन्नेछ हुन्छ म तपाईँले पानी पिउनुहोस्, तपाईँले मात्र होइन म तपाईँको ऊँटहरूले पनि पानी पिउने दिनेछु, तपाईँ आराम गर्नुहोस्, सायद तपाईँ टाढाबाट आउनुभएको छ होला, विश्राम गर्नुहोस्, चिसो पानी तपाईँ पिउनुहोस्, तपाईँले आराम गर्दै गर्दा तपाईँको ऊँटहरूलाई पनि सायद पानी प्यास लागेको छ होला, म उसको लागि पनि के गर्नेछु? पानीको झोक गर्नेछु है। यो चाहिँ क्राइटेरिया रहेछ। उसले खोजेको बुहारी, उसले खोजेको स्त्री यस्तो रहेछ कि त्यो स्त्री चाहिँ के रहेछ भनेदेखि सहयोगी मनको हुनुपर्दो रहेछ होइन। को
मान्छेले पानी माग्दा आउँदाखेरि प्रभुले पानी चाहिँ आउनुर साथ आदर साथ उसले दिएको छ। अनि अब्राहमले खोजेको बुहारी चाहिँ समझदार भएको, बुद्धिमान भएको, होइन, उसले चाहिँ ती आज्ञाहरू पालन गर्ने, अर्थात् भनेको कुरा सुन्ने, होइन, एउटा चाहिँ त्यो पारिवारिक उसले भूमिका निर्वाह गर्ने स्त्री उसले खोजेको रहेछ। अनि उसले जसो भन्यो रेबिकाले त्यसै गरिन्। परमेश्वरलाई धन्यवाद होस् है। बडा गजब कुरा छ। रेबिकालाई जब नोकरले भनिन् तपाईले मलाई अलिकति पानी पिउन दिनुहोस्, उसले त्यसै गरे। अनि प्रभु वचनमा त त्यसले यो भनिसके पनि थिएन। अब्राहमको भाइ नाहोरकी पत्नी मिल्काकी छोरो बटुएलकी छोरी रेबिका काँधमा गाग्रो राखेर आइन्। कन्या अत्यन्त सुन्दरी थिइन्, कुनै मानिससित पनि सहवास नभएकी थिइन्। यिनीहरूमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। तब त्यो नोकरले तिनलाई भेट गर्न ढकुरेर भन्यो कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकति पानी पिउन देऊ न। तिनले हजुर खानुहोस् भनेर तुरुन्तै गाग्रो झारिन् र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिन्। त्यसलाई खान दिइसकेपछि तिनले भनिन् तपाईका उनीहरूका निम्ति पनि तिनीहरूले पिइ नसकेसम्म म पानी उगाएर दिनेछु। हालेलुया। यो चाहिँ बुहारीको चरित्र राजा। यो एकदम चुनौतीपूर्ण कुरा छ। यो लाइफ सुरुवात हुँदैछ, आज मगनी हुँदैछ। यो मगनीको उसमा चाहिँ तिनीहरूले खोजेको बुहारीको चरित्र चाहिँ प्रभु वचनले भन्दछ है। को एउटा स्त्रीले उसले राम्रोसँग परिचय पनि उसले गरेको छैन, तर यिनीहरूबाट तल उसले पानी झिकेर गर्दै गर्दाखेरि उसले भन्दछ मलाई अलिकति पानी पिउन दिनुहोस् न। तुरुन्तै उसले हुन्छ, होइन, निकालेको पनि उसले गाग्री धल्काएर पानी पिउन दिन्छ अपरिचित त्यो यात्रुलाई। त्यति मात्रै उसँग आएको त्यहाँनिर उटहरू हुँदछ। तपाईँ विश्राम गर्नुहोस्, म तपाईँको उटहरू पनि नअकाउन्जेलसम्म पानी दिनेछु भनेर उसले के गर्छिन्, आफ्नो गाग्रोले पानी निकाल्दै उटहरूलाई पनि प्रशस्त गरेर खान दिँदैछन्। अनि प्रभु वचनले भन्छ जब तिनले पानी खुवाइसकिन् तब यहाँनिर यसो लेखेको छ त्यसलाई खाना दिएपछि तिनले भनेन् तपाईँको उटहरूका निम्ति पनि तिनीहरूले पिन सकोजेल म पानी उगाएर दिनेछु। तब तिनले झट्टै आफ्नो गाग्रोको पानी दुधमा खनेर फेरि पानी उगाउन यिनीहरूतिर कुरेर गइन् र तिनले सबै उटहरूका निम्ति पानी उगाइदिन्। त्यो मानिस चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनु भएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागे। दिन लाएर तिनलाई हेरिरह्यो। उटहरूले पानी खाइसकेपछि त्यस मानिसले 6 ग्राम तौलका सुनका एउटा नत्था र 100 ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो तिमी कसकी छोरी हौ? के तिम्रो बुवाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ? तिनले त्यसलाई भनिन् म नाहोरबाट मिल्काले जन्माएकी बटुएलकी छोरी हुँ। तिनले त्यसलाई अझै भनिन् हामीसँग दाना छ, पराल प्रशस्त छन् र डेरा गर्नलाई कोठा पनि छन्। तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्ति साथ परमप्रभु परमेश्वरलाई दण्डवत गरेर भन्यो परमप्रभु मेरा मालिक अब्राहमका परमेश्वर धन्यको हुनुहुन्छ जसले मेरा मालिक प्रतिको दया र विश्वस्तता त्याग्नु भएको छैन। परमप्रभुले मलाई बाटोमा दोहोरेर मेरा मालिकको कुटुम्बको घरमा ल्याइदिनु भएको छ। हालेलुया। परमेश्वरलाई धन्यवाद। बन्धनमा बाँधिनको लागि यस मगनी गर्न राजी हुनुहुन्छ? राजी हुनुहुन्छ? के तपाईँ आफ्नै इच्छाले राजी हुनुहुन्छ? आफ्नै इच्छा। ताली बजाइदिनुहोस् त। हामी सबैजना साक्षी भएका छौँ उहाँको इच्छाले गर्दाखेरि भोलि बिहान यो त्यो भनेर उहाँले देयर इज नो क्वेसन है, त्यहाँनिर प्रश्न सोध्ने कुनै मौका छैन। अब हामी छोरीलाई पनि उल्टा लगाउँदछौँ। छोरी प्रतिमा के तपाईँ आफ्नै इच्छाले यो बाबु पुरुष बाबु दिपेश मगरसँग पवित्र विवाहको बन्धनमा बाँड्नको लागि यस मगनी गर्न राजी हुनुहुन्छ? राजी छु। अलि जोडसँग राजी हुनुहुन्छ? राजी छु। उहाँ पनि राजी हुनुहुन्छ। हामी उहाँलाई ताली बजाएर धन्यवाद दियौँ। हामी अर्को प्रश्न सोध्नेछौँ। अब बाबुलाई यो प्रश्न, के तपाईँले अरू नै
कसैलाई विवाह गर्नुको लागि प्रेम गर्नुभएको वा प्रतिज्ञा गर्नुभएको छ? अन्तत प्रेम थिएन नि। फेरि सोध्नेछु दिपेशलाई, के तपाईँले अरू कसैलाई विवाह गर्नको लागि प्रेम गर्नुभएको, प्रेम गर्नुभएको वा प्रतिज्ञा गर्नुभएको छ? छैन भन्नुभएको छ है। भाइ हुनु हुँदैन। हालेलुया। प्रभुको जन हो, प्रभुको छोराछोरी हो है। अनि छोरी प्रतिमालाई पनि यो प्रश्न सोध्नेछु, छोरी प्रतिमा, के तपाईँले विवाह गर्छु भनेर अरू कसैलाई प्रेम गर्नुभएको छ? छैन। उहाँले पनि अरूलाई छैन रहेछ, एक अर्कालाई मात्र रहेछ। हालेलुया। फेरि ताली बजाइदियो है परमेश्वरलाई। हुन्छ, परमेश्वरलाई धन्यवाद होस्। यदि तपाईँहरू यो मगनीमा विवाहको लागि तयार हुनुहुन्छ भनेदेखि छोरी प्रतिमाले बाबु दिपेशले लिएको कुराहरूलाई यसो छोएर चाहिँ सहमति जनाइदिनु पर्छ अरे। यो ल्याएको कुरालाई यसो हात राखिदिनुहोस्, त्यहाँनिर दुईटा हात राखिदिनुहोस्, माइक बोलाइदिनुहोस्, टच गरिदिनुहोस्। त्यति छिटो भने एकछिन हात राख्नु न यसरी। ल ठिक छ, हुन्छ। परमेश्वरलाई धन्यवाद होस्। अब यो सबै कुरा भइसक्यो, सहमति भइसक्यो, त्यो छोइसक्यो, त्यो एग्रिमेन्ट भइसक्यो। आउनुहोस् अब हामी सबैजना प्रार्थना गर्नेछौँ।